हेलो एभ्रिवान, यहाँ हेर्नुहोस् तपाईँले आज यति धेरै के ल्याएको छु। यहाँ हेर्नु, यो पुरै मैले यति बोक्न सकि नसकि चाहिँ सिलिकन ब्रा लिएर आएको छु है। यहाँ के भयो भने होइन, दिनकै जाँदै 9-10 पिस ल्याउँदा ल्याउँदा म चाहिँ थाकिसकेँ। त्यही भएर एकैचोटि मैले चाहिँ 32 पिस लिएर आएको छु होइन। यहाँ हेर्नुहोस्, 32 पिस। 32 पिस त बोक्नु पनि नसकिँदो रहेछ। यहाँ हेर्नु त, यहाँ चाहिँ 32 पिस लिएर आएको छु सिलिकन ब्रा। हेर्नु त, अब चाहिँ मगाउनु होला, धम्मा मगाउनु चाहिँ। यहाँ चाहिँ एबिसी अनि डी सम्मको छ, 42 साइजलाई हुने सम्मको छ होइन। 32 देखि 42 साइजसम्मलाई हुने खालको, यो बोक्न पनि नसक्ने गरी लिएर आएको छ कि दिनकै गएर ल्याउँदा भएर चाहिँ हेर्नु यति धेरै लिएर आएको एकैचोटि। अब अलिक टाइम जानु नपरोस् भनेर। अनि यो चाहिँ अब कति धेरैले सोध्नुहुन्छ होइन, पसिनाले हुने हो कि झर्ने हो कि भन्नुहुन्छ। यो त्यस्तो झर्ने केही पनि हुँदैन ल। यो त्यस्तो झर्ने ओर्ने निस्किने केही पनि हुँदैन। यहाँ हेर्नु होला, यहाँ राम्रोसँग देखाइदिन्छु म। यस्तो हुन्छ कि यो। अनि यहाँ हेर्नु पनि हो, यो चाहिँ मैले पहिला नि देखाइदिएको यसरी। यहाँ हेर्नु होला, यो चाहिँ 32 साइजको लागि हुन्छ। यो एक कप चाहिँ, यो चाहिँ सबभन्दा स्मल साइज हो है। अनि यसको चाहिँ डी सम्मको साइजसम्मसँग यी पनि आउँछ। आउन चाहिँ यो लाउने बेलामा चाहिँ पहिला सफा गर्नु होला होइन। अनि सफा गरिसकेपछि चाहिँ यसरी लाउने तरिका चाहिँ आउँदैन भने मैले भिडियो रिपोस्ट गरेको छु, त्यहाँ गएर हेर्नु होला कसरी लाउने भनेर है। यहाँ हेर्नु, मेरो रौनै उखेलो जस्तो लाग्यो। यसरी लाउनु पर्छ, यो झर्दैन है। ढुक्क भएर किन्नु होला। अनि आफूलाई जस्तो लुगा लाउन मन लागेको छ त्यस्तो ड्रेस लाउनु होला। यो किनेर लगाइसकेपछि, अनि लगाइसकेपछि यसरी नै फेरि यही प्लास्टिकले टाँसेर राखिदिनु होला है। धेरैचोटिलाई काम लाग्छ। यो चाहिँ कतिजनाले एकचोटि मात्रै हो कि भन्नुहुन्छ, एकचोटि मात्रै होइन, यो धेरैचोटिलाई युज गर्न सकिन्छ। कसलाई चाहिन्छ अर्डर गरिहाल्नु होला। अहिले चाहिँ हामीले अलिक धेरै क्वान्टिटीमा लिएर आएको छु मैले। 32 पिस लिएर आएको छु। यो पनि अब कति दिन पुग्छ है। यो चाहिँ त्यस्तो पसिनाले झर्ने उक्किने हुँदैन है। यो लाएर मजाले डान्स गर्नु, उफ्री डान्स गरे पनि केही हुँदैन ल। सबैजनाले अर्डर गरिहाल्नु होला।